First of all, welcome to everyone. If you are watching this video first time, it's not a weird because यो चाहिँ मेरो फर्स्ट भ्लग नै हो. मलाई चाहिँ यस्तो नेचर मनपर्छ. मलाई चाहिँ अब साथीहरूभन्दा पनि सोलो ट्राभल गर्नलाई मनपर्छ मलाई चाहिँ. त्यही भएर म चाहिँ एक्लै आइदियो. यो चाहिँ रोड होइन केटा. अब के हो आफै गेस गर. अनि ड्रिङ्कको लागि यहाँ कोक छ, यति हो. ओके, अब चाहिँ मैले आराम पनि गरिसकेँ होइन. अब ल म चाहिँ हिँड्दिएको त. अब क्यामेरा फ्रन्ट गर्नु पऱ्यो त. फ्रन्ट गर्दा क्यामेरा चाहिँ ब्याक गर्नु पऱ्यो. फ्रन्ट गर्दाखेरि यो क्याप्चर गर्न अलिकति गाह्रो भयो. त्यही भएर मैले फ्रन्ट आएछु क्यामेरा. अब यो ठाउँ छ, यो चाहिँ उता डाँडातिर निस्किने. यो चाहिँ अब यहाँबाट चाहिँ भ्यू देखिन्छ. त्यो तल नारायणघाट चितवनको भ्यू चाहिँ देखिन्छ. म कुदेर गर्मी पनि हुन्छ. मैले चाहिँ अब त्यस्तै नगर्ने. म यति जङ्गलभित्र छिर्छु. अब जङ्गल यस्तो छ कि यो होइन, भित्र चाहिँ यस्तो क्लिन हुन्छ. माथि चाहिँ अब घाम चाहिँ यस्तो सानो सानो छिर्छ होइन. तर यो चाहिँ हाम्रो मन्दिर जाने बाटो है. यो मन्दिर जाने बाटो हो. म एक्लै छु तर म त जान्न मन चाहिँ. मलाई खासै इन्ट्रेस्ट लाग्दैन यस्तो कुरामा चाहिँ. मन्दिर चाहिन्छ, राम्रो कुरा हो. तर मैले फेरि त्यो नराम्रो भन्न खोजेको होइन. मलाई चाहिँ इन्ट्रेस्ट लाग्दैन. त्यही भएर म नजाने. म जङ्गल छिर्ने. म त्यही जान्छु. What a beautiful, yeah. What a nice view. स्वर्ग यति केटा, स्वर्ग. Oh my god. यहाँ चाहिँ अब अलिकति जङ्गल डाँडामा निस्किन आयो हामी. उता दामी भ्यू छ यार. के छ यार यो यार. यो जामुने स्कुल रहेछ यार. दामी त्यो डाँडामा चाहिँ हेर न. त्यो डाँडामा चाहिँ होटल बनाउनु पर्ने कि एउटा दामी देखिन्थ्यो. नाइस प्लेस. तिमीलाई म 10मा 7 दिन्छु ल. अनि यो चाहिँ तल 12:30 बन्दै गरेको हाइड्रो पावर है. यो चाहिँ यो दिन देखिरहेको छ नि. यो बिचमा यहाँ यही हाइड्रो पावरले गर्दाखेरि चाहिँ हाम्रो गाउँको तल यो कालीकाटा र यो ढुढानी छ नि, यहाँनिर भन्थ्यो पुल चाहिँ, यहाँनिर बन्ने पुल चाहिँ क्यान्सल भएको छ. जस्ट बिकज दिस हाइड्रो पावर. ओ माई गड, भ्यू यस्तो दामी छ. तर मान्छे भाग्नुपर्छ यार यहाँबाट यार. यहाँ चाहिँ बाघ भालुको आक्रमण हुन सक्छ. चोर खान मन लाग्यो होइन. यस्तो दामी ठाउँमा आएर चोर खाएन भने त फेरि लिन पाएन नि त. दामी हुन्छ कि. तर यहाँ चोर खानु पनि मजा छुट्टै छ यार. तर खानु चाहिँ हुँदैन है फेरि. ओके, एकछिन यहाँनिर बसेर चोर खाइदियो त. दामी ठाउँ रहेछ. यहाँ बस्छु. अब चाहिँ हामी यहाँ बसेर चोर खाइदिन्छौँ. मैले चाहिँ हिँड्दै अहिले चाहिँ यहाँबाट घर फेला पारेको छ है. त्यो ठाउँ के रहेछ यो चाहिँ. के हो यो. मस्त फुलेर बसेको रहेछ. तर घर चाहिँ कोही बस्दैन. यहाँ चाहिँ बस्दैन जस्तो लाग्यो. सुन्तलाको बुट्टा रहेछ. सुन्तला छैन, भोक लागेको थियो. ओके, अब फेरि जङ्गल छिर्नु पर्यो. ओके, हामी चाहिँ अहिले सुन्तला बारीतिर आइपुगेर चाहिँ सुन्तला पानी लगाइरहेछ केटा. यहाँ के हो यो. सुन्तलाको नर्सरी यो. दामी यार. यति धेरै निस्किन्छ यार. सबै निस्किरहेछ यार. दामी.
यहाँ चाहिँ यत्रो जङ्गल फाटेर चाहिँ पुरै सुन्तला लगाएको छ। यो पनि राम्रो हो, यो राम्रो कुरा हो। ओके, एप्रिसिएट गर्नुपर्छ यस्तो कुराहरूले। यो जुन लगाइसकेको छ नि बुढाहरू, यो चाहिँ अर्को भयो। यो तल छ नि नयाँ फाटेको छ, त्यो चाहिँ मेरो है। म नि सुन्तला लगाउने अब होइन, गर्नु पऱ्यो नि त के होइन। यो सुन्तलाले रोपेपछि त्यसले स्याहार सुसार पुऱ्यायो भने फल्छ कि, जसरी नै फल्छ, त्यो नफलेर फल्नै पर्छ त्यो।